सदा जस्तै यहाँहरूलाई यस च्यानल मार्फत विभिन्न खालका विषयवस्तुहरू सूचनामूलक विभिन्न खालका ज्ञानमूलक विषयवस्तुहरू म यहाँहरूलाई प्रस्तुत गर्दै आइरहेको छु। यहाँहरूले कहाँ कहाँबाट हेरिरहनु भएको छ, मेरा भिडियोहरू यहाँहरूलाई कस्तो लाग्दछ कृपया कमेन्ट गर्नुहोला, लाइक शेयर र फलो अवश्य गर्दै जानुहोला। हेर्नुहोस्, यहाँहरूलाई म यस भिडियोमा विभिन्न खालका दृश्यहरू देखाउँदै गइरहेको छु। हेर्नुहोस्, यहाँ बाटोमा विभिन्न आगन्तुक आवतजावत गर्ने व्यक्तिहरूको लागि सुविधाको लागि यहाँ चुरोट खानेहरूको लागि चुरोट राख्नको लागि यस्तो चुरोटदानीहरू समेत हामी राखेको देख्न सक्दछौँ। पनि यहाँ सपिङ मल र वरपर पानीका दृश्यहरू पनि हामी देख्न सक्दछौँ। हेर्नुहोस्, यहाँ वरपरका दृश्यहरू यस्तो देखिन्छ। यहाँहरूलाई कस्तो लागिरहेको छ कृपया कमेन्ट गर्दै जानुहोला र यहाँहरूलाई मैले पोस्ट गरेका भिडियोहरू कस्तो लागिरहेको छ र कस्ता भिडियोहरू हेर्न चाहनुहुन्छ कृपया भन्नु होला, कमेन्ट मार्फत बताउनु होला। यहाँहरूलाई सोही अनुसारका भिडियोहरू म प्रस्तुत गर्नेछु। बाटोका साइडहरूमा यस्तो गमला जस्तो बनाएर फुलहरू रोपेका छन्। हेर्नुहोस् त कस्तो मनमोहक, कस्तो सुन्दर। यहाँहरूलाई कस्तो लागिरहेको छ? फुल बगान छहारी भनेको त एकदमै सुन्दर हुने गर्दछ। यहाँहरूलाई वरिपरिका दृश्यहरू म निरन्तर देखाइरहेको छु। संसारका विभिन्न देशहरूमा विभिन्न खालका गतिविधिहरू भइरहेका छन्। कुनै देशहरूमा लडाइँ भइरहेको छ भने थियो, कुनै देशमा इन्डिया पाकिस्तानमा अस्ति भर्खरै लडाइँ भएको थियो 3-4 दिनसम्म भने युक्रेन र रसिया लडिरहेका छन्। त्यस्तै इजरायल प्यालेस्टाइनको अवस्था त्यस्तै छ। भर्खरै दोस्रो चरणमा वार्ता भएको टर्कीमा वार्ता भएको थियो भर्खरै मात्र। युक्रेन र रसिया भने 1 घन्टासम्म भएको उक्त वार्ताबाट कुनै निष्कर्ष भने निस्किएको छैन भन्ने भर्खरै समाचार आइरहेको हामी सुनिरहेका छौँ। भने लिथुनिया भन्ने देशमा रहेका युक्रेनी राष्ट्रपतिले रसियालाई संसारले अझ विभिन्न खालका कारबाहीहरू गर्नुपर्ने, जस्तै विभिन्न खालका प्रतिबन्धहरू लगाउनु पर्ने भन्ने माग राखेका छन्। हेर्नुहोस्, त्यस्तै गरी नेपालमा पनि इतिहासका कालखण्डहरूमा विभिन्न आन्दोलनहरू भइरहने नेपाल अहिले भने फेरि राजाहरू हाम्रो 240 वर्ष 200-250 वर्ष राजतन्त्रमा फिर्ता पाउनुपर्छ, राणाहरूले जस्तै हालिमुहाली गर्न पाउनुपर्छ भन्ने र त्यसैका आसेपासेहरूले देशमा रोजगारी नभएको र चरम गरिबीको फाइदा उठाउँदै ती व्यक्तिहरू पनि सडकमा आइरहेको हामी देख्न सक्दछौँ। यद्यपि देशमा रोजगारी हुन्थ्यो र सबै कुरा व्यवस्थित हुन्थ्यो भने पक्कै पनि सबैजना आफ्नो काम क्रियाकलापमा व्यस्त हुने नै थिए। यस्ता गतिविधिहरूमा प्राय सरिक हुनलाई कसैलाई समय हुन्थेन भने कसैलाई विभिन्न खालका कामले गर्दाखेरि अवश्य पनि त्यस्ता गतिविधिमा समावेश हुने थिएनन्। हेर्नुहोस्, यहाँ अर्को दृश्य यहाँहरूलाई म सेयर गरिरहेको छु। यहाँ एउटा पार्क छ भने दुबो सुन्दर एकदमै मनमोहक तरिकाले काटिएको छ भने मानिसहरू पनि बसेर विभिन्न खानपिन गरेर आराम गरेर यसको मजा लिएको हामी देख्न सक्दछौँ। यहाँ हेर्नुहोस्, सिसाका घरहरू छन्। यहाँ हेर्नुहोस्, सिसाले बनाइएका घरहरू, होर्डिङ बोर्डहरू यस्तो गरी राखिएको छ भने वरिपरि गमला जस्तै सजाएर फुलहरू बिरुवाहरू रोपेर राखिएको हामी देख्न सक्दछौँ।
वरिपरिका दृश्यहरू म यहाँहरूलाई सेयर गरिरहेको छु। कृपया कमेन्ट गर्दै जानुहोला र भिडियोलाई सेयर पनि गर्नुहोला, धेरैभन्दा धेरै समक्ष पुगोस् र सबैले देख्न पाउन्। र भिडियोलाई मन परेमा फलो गर्नुहोला, फलो गरिदिनु होला। हेर्नुहोस्, यहाँ वरिपरिका दृश्यहरू म यस्तो देखाइरहेको छु, जस्तो देखिन्छ त्यस्तै देखाइरहेको छु। हेर्नुहोस्, यहाँहरूलाई कस्तो लाग्दछ कमेन्ट गर्दै जानुहोला। यहाँको दृश्य यस्तो छ, वरिपरि मानिसहरू पदयात्रीहरू हिँडिरहेको हामी देख्न सक्दछौँ। अहिले साँझको लगभग 6 बज्न थालिसकेको छ भने बजारमा चहल पहल हामी राम्रै देख्न सक्दछौँ। कोही कतै कन्स्ट्रक्सनका कामहरू पनि भइरहेका हामी देख्दछौँ। हेर्नुहोस्, यहाँ अब म पारी जाँदैछु र पर देखिने दृश्यहरू पनि यहाँहरूलाई म देखाउँदैछु। हेर्नुहोस्, यहाँ जताततै हरियाली देखिन्छ। यहाँ जताततै एउटा विशेषता मलाई राम्रो लागेको कुरा पनि यस्तै हो, जुनसुकै बाटोमा जाँदा पनि बोट बिरुवाहरू रोपिएका, गमलाहरू यसरी सजाइएका हामी भेट्न सक्दछौँ। यस्तो छ यहाँको दृश्य र पार्किङको लागि त्यस्तो व्यवस्था पनि हामी देख्न सक्दछौँ। हेर्नुहोस्, यहाँको अवस्था म यहाँहरूलाई सेयर गरिरहेको छु। हेर्नुहोस्, सिसाले बनेका गगनचुम्बी घरहरू हामी देख्न सक्छौँ। वरिपरि जताततै यस्ता दृश्यहरू हामी देखिरहेका छौँ। हेर्नुहोस्, यहाँ बाटोको ठाउँमा गमलाहरू त हामी देखिरहेकै छौँ भने विभिन्न खालका कलाकृत, यस्ता विभिन्न खालका विषयवस्तुहरू पनि हामी देख्न सक्दछौँ। हेर्नुहोस्, यहाँ अब यहाँहरूलाई भिडियो मार्फत देखाइरहेको छु। हेर्नुहोस्, यहाँ कस्तो लागिरहेको छ। एउटा चाहिँ डिजाइनदार घर रहेछ, एउटा डिजाइन गरेर बनाइएको र अन्य सिसाका घरहरू लगायतका घरहरू पनि हामी देख्न सक्छौँ। हेर्नुहोस्, म यहाँहरूलाई अलिक पर गएर अलिक परपट्टि रहेका दृश्यहरू पनि सेयर गर्नेछु। हेर्नुहोस्, फुटपाथको लागि पनि यस्तो टाइलहरू यस्तो तरिकाले बिछिएको हामी देख्न सक्छौँ। हेर्नुहोस्, ल वरिपरि दृश्यहरू हामी यस्तो देख्न सक्छौँ। जताततै हरियाली छ, पदयात्रीहरू विभिन्न खालका व्यक्तिहरू आउजाउ गरिरहेको दृश्य पनि हामी देखिरहेका छौँ। हेर्नुहोस्, यहाँ साँझको समय भए तापनि मान्छेहरूको आउजाउ हामी बाक्लै देख्न सक्दछौँ। यहाँ म एउटा नदी रहेको छ, नदीको दृश्य पनि यहाँहरूलाई म सेयर गर्नेछु र गर्न गइरहेको छु। हेर्नुहोस्, यहाँ यस्तो छ। यहाँ हेर्नुहोस् त, पानी वरपर पानी बगिरहेको नदीले अझ यहाँ चाहिँ आकर्षक देखाइरहेको छ। कृपया लाइक, सेयर, कमेन्ट र फलो अवश्य गर्नुहोला, सेयर गर्नुहोला, धेरैभन्दा धेरै सेयर गर्दै जानुहोला सबैले। हेर्नुहोस्, यस्तो छ। यहाँ हामी यस्तो देख्न सक्दछौँ। यहाँ अलिपुरका दृश्यहरू पनि म यहाँहरूलाई देखाउँदै जानेछु। यहाँहरूलाई भिडियो कस्तो लागिरहेको छ कृपया कमेन्ट गर्नुहोला, लाइक, सेयर, फलो गर्नुहोला।